नमस्ते साथीहरू, सुरज आरके भ्लग्समा तपाईहरुलाई हार्दिक स्वागत छ। सो गाइस आज चाहिँ हामीहरु खासै त्यस्तो चाहिँ नाइट सर्टको सुरु भइरहेको थियो। एकैताल धेरै छन् के अनि दिनको 2 घण्टा रेस्ट चाहिँ हुन्थ्यो। आज चाहिँ साउनीहरुले हामीलाई हल्का नास्ता खाने बोनस दिएको भएर आज चाहिँ 1 बजेबाट सुरु गर्यो। सो अनि काम चाहिँ यति थियो के गाइस, काम चाहिँ अहिले हाम्रो यति भएको छ, लगभग यही नै लागेको छ है। अनि हाम्रो मिस्त्रीहरु चाहिँ अहिले भित्र बसेको छ हैन। अनि त्यो आन्टीहरु यता हेर्नुस् आन्टी, म सुरज ए आन्टी यता हेर्नु एकचोटि। छम छम नाचिदेऊ निउरेर हातमा रुमाल कानमा पुल्सिरेर 6 जना थियौँ जरा भन्याम। So guys, काम चाहिँ सकियो हैन। आजको काम चाहिँ धेरै भएको छ, त्यही भएर साउले पनि खुसी पसार नास्ता खाने पैसा पनि मस्तै दिनुभएको छ। अनि हाम्रो काम चाहिँ आज चाहिँ यति चाहिँ थियो है, यति काम चाहिँ सकिएको छ चाहिँ यो सबै हैन। यो सबै चाहिँ आज भ्याइयो अनि यहाँ पनि भ्याइएर अनि तल पनि भ्याइएको छ है। तल चाहिँ केटाहरूले काम क्लियर गरेर चाहिँ लाग्नु भयो। अनि त्यो भएर सबले हात धुँदैछन्, सब नुहाइधुवाइ सब रेडी हुन्छ है। काम पनि भ्याइयो त्यो भएर है त गाइस। यो पनि हो है, अलिकति थियो अनि यो चाहिँ एउटा कोठाको लागि हो। चाहिँ अहिले मिस्त्रीले फन्टी लाउँदै हुन्छ। त्यसपछि चाहिँ आजले काम सकिन्छ। नास्ता खान जाने पनि हो है गाइस। आज नास्ता चाहिँ दरो खानुपर्छ होइन। कति दिनु भयो नास्ता खाने पैसा? कति दिनु भएको छ? पैसा कति पाइयो के? किन के भन्नु न त? हेर न, लाजले बोल्नु न कि हाम्रो आन्टी फेरि एकदम गजा लुन्ने रहेछ के। हामी चाहिँ रेडी भएर छौँ अनि पैसा चाहिँ पैसा बनाउनु जाने अनि पैसा खुला गर्नुमा चाहिँ हामी चाहिँ होइन है तल जाने हो। यही चिजले ओडेछ सोलबारी हान्न, हामी चाहिँ सोलबारी हान्न जाने के। कहाँ जानु अङ्कल? खुला गर्न चाहिँ आइसक्यो नि, तर खुला पो हुन्छ कि। आन्टी पैसा खुला छ र? मलाई खुला चाहिएको छ, यस्तै 150 भयो नि गरिदिनु न। अहिले नास्ता नि खान्छन् बरु केटाहरूले, अहिले केटाहरू आएको छैन क्या। छ भने 1000 रुपियाँको सामान दिँदा पनि हुन्छ, बाँकी अहिले आएर खुला गरिदिनु। अरू खाएर खुला गरौँ न। अरूले के खानेछ? त्यही खुला दिनुहोस् न मलाई, 1000 रुपियाँ गर्नुहुन्छ। छ भने 1500 त दिन्छु र। छैन 2000 पो दिनु आएको रहेछ त। यहाँ हुन पर्यो नि, कति छ हेर्नु त। 2000 पर्छ, म त 1500 भनिरहेको थिएँ। 2000 हो। जति हुन्छ त्यति दिनुहोस् न। यहाँ चाहिन्छ 500को मात्र पनि दिनु न, अलि झन् मिलाउन सजिलो छ मलाई। 10-20 को पनि चाहिएको थियो क्या। त्यहाँ ढलाइ थियो अनि तिनीहरूलाई रहेछ पैसा कति छ भने 2000 को चाहिँ गरिदिनु है। 1000सम्म गरिदिन्छ। हुन्छ त्यति भयो नि। 1500 को नि दोकान कोही छैन। अनि 1000 रुपियाँ 10-20 रुपियाँ खाइदिन्छ, खुल्ला खाना जाने हो कन्न गाह्रो भइहाल्छ। त्यति नै हो। 14, 15 अहिले आउँछ मेसिन पछि। त्यसपछि 500 को गर्नुपर्छ है। पैसा चाहिँ खुला भयो। अब पैसा चाहिँ बाँड्ने हो भने अच्छा अहिले पैसा दिनु ल। कतिजना छन् सबैले? 9 जना के? पैसा दिएको मालिक बन्नु परेन त्यहाँ। एकजना गयो। अरू नि तिमीले लग्दै त्यसलाई खोल्नु। 9 जना आयो भने त त्यति पर्छ त। 9 जना आयो भने त 200 पर्छ। 10 जना भयो भने त सुभाष
सुभाषले त 50 भयो के 9जना छौँ भने 10 जनालाई बराबर 10 जना गरौँ 100 रुपियाँ बिहान आगोल दिउँ ल 100 रुपियाँ सुभाषलाई दिउँ ल हुन्छ मिल्छ 10 जना ठिकै छ हैन र त्यही गरेर हुन्छ तिमीसँग 100 रुपियाँ छ 500 रुपियाँ 100 रुपियाँ अलिक मल त्यो लाग्छ ए बा फेरि के हिसाब गरेर छ के 2 जनाको मिसो मगाउँदै तपाईँको र मेरो नि 100 रुपियाँ मगाउँदैछ है 100 रुपियाँ अब त्यही उसमा मिला दुःख नमान्नुलाई त्यति कमाएर नि थाहा छ अर्को बच्यो मलाई राखिदियो यो रामपुरको एउटा भाइ भर्खर गयो नि रामपुरको के फुच्चे ए खै त गइ के दिने म राखिदियो राखिदिन्छु तिमीको त्यसपछि मजा वा ल जानु तपाईँ मेरो रसपासको छ पैसा चाहिँ क्लियर भयो अब हामी दुई भाइ चाहिँ सट्ट होटलमा जान लाग्यो है सोलोमारी हान्न जान लागेको त होइन साथी हो अलिअलि बसेर नास्ता पानी खाना भनेर जान लाग्यो है सोलोमारी चाहिँ मलाई चाहिँ चल्दैन अब साइडलाई चाहिँ चल्छ तर केही छैन हामी दोस्ती लास्टै खतरा छन् क्या सोलोमारी त चलाइहाल्छन् दिनभरि आज भारीको काम गरेर कहाँ खानु चाहिँ पर्छ अरे कि यसलाई त्यही भएर हामी चाहिँ जान होइन दुईजना चाहिँ गइहाल्छन् है राम्रोसँग है मलाई लग्न नबिर्सस् है कान्छा ए लग्न मन भएको छैन त म बुवासँग आउँछु आएपछि के छ बोस सब ठिक छ नबना के प्वाकी प्रोडक्सन के हो यो प्वाकी प्रोडक्सन चल्नु हामी चाहिँ सोलमारी हान्न आइपुग्यो नि हाम्रो एउटा कान्छा मिस्त्रीले चाहिँ खाइरहनु चाहिँ के हो यो टाउका खै त तैँले के भनिस् चाउमिन भन्यो चाउमिन तिमीले फेरि के हान्ने वासा तिमीलाई फेरि वासा चल्छ हाम्रो आन्टी मलाई एउटा रेड बुल दिनु न रेड बुल नै रिस्टिङ हुनु रेड बुल छ रेड बुल हामीलाई चाहिँ बिटन चल्दैन यहीँ रेड बुल खानुपर्छ यो चाहिँ दरो इनर्जी दिन्छ क्या त त्यो स्यास्ता भन्नुपर्छ कसलाई यो एउटा उठा जम्मा खानिन् दियो त अरूमा के भन्ने त टाउका टाउका खाइदिनु खाऊ के उठ्छ रेड बुल खान्छौ जुस खान्छौ रेड बुल खाऊ खाऊ खाने गिलास मागिदिन्छु खाऊ के फेरि दिन लावा के के खाना के खाने छौ के आज कहाँ मन होला कहाँ के साना भने त साइड साइड भएर मलाई ल्याइदिन भन्न खाइसकेपछि के साइड साइड भयो भने चाहिँ सान्नुपर्छ क्या घर चाहिँ आइपुग्यो है म अहिले घर आइपुगेको चाहिँ अनि मेरो छोरीहरू लिएर श्रीमतीजीले चाहिँ सब्जी बनाउँदै हुनुहुन्छ सब्जी चाहिँ आजको सब्जी चाहिँ बोडी र फर्सीको मन्टा फर्सीको मन्टा फर्सीको मन्टा तरकारी पकाउँदैछन् यसको तरकारी चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ भने मलाई चाहिँ एकदम राम्रो लाग्छ है अहिले चाहिँ मेरो बुढी र मेरो छोरीले मिलेर चाहिँ सब्जी बनाउँदैछन् आज मेरो छोरीको चाहिँ रिजल्ट आएको अरे अनि कस्तो भयो त छोरीको रिजल्ट एकदम राम्रो सो गाइस आज रात पनि परियो है कामबाट आएर अनि आराम पनि गर्ने बेला भयो आजलाई राख्न पर्ने थियो तपाईँहरूलाई म एउटा सानो कुरो चाहिँ भन्न भुलेको थिएँ र अहिले चाहिँ म तपाईँलाई त्यही कुरो भन्दै अनि तपाईँहरूलाई देखाउन जाँदैछु खासमा कुरो आज के हो भने त्यो चाहिँ हाम्रो घरमा चाहिँ एउटा सानो राम्रो पप्पी चाहिँ दिएको छ है त्यसको चाहिँ छोडा नानी एकदम राम्रो नानीहरू पाएको छ अनि सबै पाठा छ क्या अनि तपाईँहरूलाई म त्यसको नानी चाहिँ देखाउनु पारेको छु हेर्नुलाई कति राम्रो छ अनि अहिले चाहिँ ऊ सुतिरहेकी छ अनि यो चाहिँ बिहाको 1-2 दिन भयो है अनि ब्याउने बेला चाहिँ यो जमिनमा माटो खाल्टो खनेर चाहिँ यस्तो साइड लगाएर होइन कुकुरको बानी हुन्छ नि त एउटा अब हामीले थाहा पनि भएन अनि अचानक यो चाहिँ ब्याउने बेला चाहिँ यहीँ हल्का जमिन खनेर
फजुल गरेर चाहिँ बिहेको रहेछ है। अनि त्यही भएर अलिकति उसको जिउमा चाहिँ माटो लागेर यस्तो भएको छ। अनि पप्पीको नानीले अहिले चाहिँ अब दुध खाइरहेको छ, एकदम राम्रो छ एउटा। अनि छवटा छ नि तर सबै पाठा चाहिँ एकदम राम्रो छ। अनि अहिले चाहिँ मैले तपाईँहरूलाई यो पाठा चाहिँ छोपेर ल्याउन चाहिँ सक्दैन है, किनकि यो अलि रिसालु छ कि। पप्पीको नानीहरूले चाहिँ चलाइदिने हो भने चाहिँ जति लाटो भए पनि चाहिँ उसको नानी चलाइदिने हो भने चाहिँ टोक्छ क्या। त्यही भएर अहिले चाहिँ म उसको नानी छुन सक्दैन। ऊ नभएको बेलामा तपाईँहरूलाई चाहिँ एउटा राम्रो कन्टेन्ट बनाएर देखाइदिनेछु, हेर्नुहोला एकदम राम्रो छ। अहिले यत्तिको नराम्रो देखे पनि है उसलाई नुहाइदिने हो भने चाहिँ एकदम राम्रो हुन्छ। अनि अहिले हामीले चाहिँ उसलाई नुहाउन सकेको छैनौँ, किनकि अहिले ऊ आफ्नो नानीलाई पनि छाड्न सकिरहेको छैन होइन। अनि कोही दिन पछि उसले आफ्नो नानी छाडिसक्नु भयो भने चाहिँ उसलाई नुहाएर अनि हामीले चाहिँ आफ्नो घरतिर उतातिर बिल्डिङमा, यो चाहिँ हाम्रो घर हो होइन। अनि बिल्डिङमा कोठामा यसो घर चाहिँ सानो, त्यो घरमा चाहिँ बसाल्न लाग्छौँ। अहिले चाहिँ ऊ अहिले यतिकै बसिरहेको छ, टक्क नानीहरूलाई दुध खाएर सुतिरहेको छ। यति तपाईँहरूलाई देखाउन चाहन्छु। आजले यतिमै, कस्तो बाई बाई।